तपाईँहरूलाई यो पुरानो गाडीहरू त यो कलेक्सन हेर्नु मन छ भने गौशालाभन्दा नजिकै यो तिलगङ्गा आँखा होस्टेलको ठ्याक्क पछाडिपट्टि एउटा होटलको चाहिँ साइडमा होइन यति पुरानो गाडीहरू कि यस्तो राम्रो यस्तो क्लासिक गाडीहरू होइन राजाको पालाको गाडीहरू होइन सायद नेपालमा सबभन्दा पहिलोपटक आएको गाडी होला यो गाडीहरू चाहिँ त्यहाँ चाहिँ थोरै अलिकति व्यवस्थित चाहिँ छैन होइन अलिकति यति पुरानो गाडीहरूलाई पनि अलिकति संरक्षित गरेर अलिक व्यवस्थित तरिकाले राख्नु थियो जस्तो लाग्छ मलाई चाहिँ तर यति भिन्टेज गाडीहरू छ होइन मलाई हेर्दाखेरि यस्तो लाग्यो यो म त्यहाँ छ भनेर गएको पनि होइन होइन जाने क्रममा म ठ्याक्क देखेँ कलेक्सनहरू होइन यसलाई अझ यसलाई गुणस्तरीय होइन एकदमै व्यवस्थित तरिकाले चाहिँ यो एउटा म्युजियमको तरिकाले चाहिँ म्युजियम बनाएर राख्न सक्ने हो भने नि होइन यति राम्रो होइन म साथीहरूसँग यहाँ साथीहरू पुरा डिस्कस गर्दैछ कि यति राम्रो गाडीहरू छ होइन त्यो राजाको पालाको गाडीहरू होइन बिरलै पाउँछ क्या यो गाडीहरू अब चाहिँ मार्केटमा होइन यस्तो अव्यवस्थित तरिकाले राखेको रहेछ तर पनि यति खुसी लाग्यो होइन त्यो बेलामा होइन यो अब हुन त चल्ने अवस्थामा चाहिँ सायद छैन होला यो गाडीहरू मलाई त्यस्तो लाग्यो चल्ने अवस्थामा चाहिँ छैन होला तर पनि होइन पुरानो गाडी हो यसलाई चाहिँ केही मेसिनरी चिजहरू चाहिँ अब थोरै चेन्ज गरेर चलाउन पनि सकिन्छ हेर्नु नि यो गाडी वाह हो यार यही गाडी हो क्या बोकाएर लिएर आएको यो होइन रोल्स रोयलको यति पुरानो गाडी होला कि यो है होइन भक्सवागनको पनि छ मर्सिडिज छ होइन मर्सिडिज यसरी बाटोमा कि होइन बाहिर यस्तो चाहिँ लथालिङ्गो तरिकाले कि हेरौँ न मर्सिडिज बिन्च होइन बाहिर यत्तिकै छ कि यो गाडीलाई मैले पाउने भने जतिमा पनि किन्थेँ जस्तो लाग्छ कि किनेर म यति व्यवस्थित तरिकाले चाहिँ मेन्टेनेन्स गरेर चलाउँथेँ नि हजुरलाई हेर्न मन छ भने जानुहोस् है यो ठाउँमा